हनुमान चालिसा सायद हामीमध्ये धेरैले सुनेका छौं, पढेका छौं, तर यो 40 श्लोकको शक्तिशाली स्तुतिले वास्तवमा के भन्छ त? आउनुहोस्, आज हामी सँगै मिलेर यसको गहिराईमा डुबुल्की मारौं र यसमा लुकेको शक्ति र अर्थलाई खोतलौं। ल, हाम्रो यो यात्रा यस्तो हुनेछ। सुरुमा हामी चालिसाको शक्तिको बारेमा थोरै कुरा गर्नेछौं। त्यसपछि मनलाई कसरी शुद्ध गर्ने भन्ने कुरा आउँछ। अनि हनुमानजीको वीर स्वरूप, उहाँको निस्वार्थ भक्तिको बाटो, उहाँको कृपाको शक्ति र अन्त्यमा परम लक्ष्य मोक्षको बारेमा कुरा गर्दै अघि बढ्नेछौं। ल, सुरु गरौं परिचयबाट। आखिर यो चालिसाको शक्ति के हो त? हो, यिनै हुन् श्री हनुमान, जसको प्रशंसामा यो पुरै चालिसा गाइन्छ। उहाँलाई ज्ञान, भक्ति र निस्वार्थ सेवाको प्रतीक मानिन्छ। रामायणमा हेर्ने हो भने उहाँ एउटा यस्तो अद्भुत पात्र हुनुहुन्छ जो हरेक आलोचनाभन्दा माथि हुनुहुन्छ। अब हनुमान चालिसा भनेको के हो त? यो खासमा गोस्वामी तुलसीदासले अवधी भाषामा लेख्नुभएको 40 श्लोकको एउटा भक्ति स्तुति हो। यसमा हनुमानजीको गुण र उहाँले गर्नुभएका कामहरूको वर्णन छ र एउटा गहिरो विश्वास के छ भने भक्तिले यसको पाठ गर्दा दुःख र बिमारहरूबाट पनि छुटकारा मिल्छ। अब रोचक कुरा के छ भने यो यात्रा हनुमानजीको वर्णनबाट सिधै सुरु हुँदैन, बरु उहाँको कृपा पाउन आफूलाई कसरी तयार पार्ने भन्ने कुराबाट सुरु हुन्छ। आह्वान अर्थात् मनको शुद्धिकरणबाट। सुरुवाती श्लोकले नै पहिलो कदम देखाइहाल्छ। श्री गुरु चरण सरोज रज निज मन मुकुर सुधारी, अर्थात् आफ्नो मनको ऐनालाई सफा गर्ने। यसको मतलब के हो भने प्रभुको महिमा देख्न वा अनुभव गर्न हाम्रो मनको ऐना सफा हुनुपर्छ। र त्यो कसरी सफा हुन्छ? गुरुको चरणको धुलोले। जब मन शुद्ध हुन्छ नि, तब मात्र जीवनका 4 फल धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिन्छ। कति गहिरो कुरा छ है? त्यसपछिको दोस्रो श्लोकले एउटा विनम्र प्रार्थना सिकाउँछ, जहाँ हामी आफ्नो कमजोरीलाई स्वीकार्छौं। हेर्नुहोस् त, यसले विनम्रताको महत्त्व कति सुन्दर तरिकाले सिकाएको छ। आफूलाई बुद्धिहीन वा ज्ञान नभएको सम्झेर पवन कुमार हनुमानसँग बल, बुद्धि र विद्या मागिन्छ। किन? ताकि जीवनका सबै कष्ट, सबै विकारहरू हटुन्, जस्तै अज्ञान, अहंकार, मोह, यस्ता कुराहरूबाट मुक्ति मिलोस् भनेर। ल, अब जब मन तयार भयो, त्यसपछि बल्ल हामीलाई यस स्तुतिका मुख्य नायक वीर हनुमानको स्वरूप र सामर्थ्यसँग परिचय गराइन्छ। अब यहाँबाट हनुमानजीको दिव्य स्वरूप र उहाँका अनन्त गुणहरूको वर्णन सुरु हुन्छ। जय हनुमान ज्ञान गुण सागर, जय कपीस तिहु लोक उजागर। उहाँलाई ज्ञान र गुणको सागर भनिएको छ। उहाँ तीनै लोकमा प्रसिद्ध हुनुहुन्छ। उहाँको शरीर सुनौलो छ, सुन्दर कपडा, कानमा कुण्डल र घुम्रिएको कपालले सजिएको छ। हातमा वज्र र ध्वजा। यी सबै विवरणले उहाँको शक्ति र श्रीरामप्रतिको गहिरो भक्तिलाई देखाउँछ। हनुमान को हुनुहुन्छ भन्ने बुझेपछि अब हामी उहाँको शक्ति कसरी प्रकट हुन्छ भनेर हेर्छौं र उहाँको शक्ति जहिले पनि निस्वार्थ भक्तिबाट निर्देशित छ। उहाँको यो क्षमता हेर्नुहोस् त, परिस्थिति अनुसार रूप बदल्ने। जब सीता मातालाई भेटेर सान्त्वना दिनु थियो, उहाँ एकदमै सानो सूक्ष्म रूपमा जानुभयो। तर जब रावणको लङ्का जलाउनु थियो, उहाँले एकदमै विशाल र डरलाग्दो विकट रूप लिनुभयो। काम अनुसारको रूप। उहाँका यी निस्वार्थ सेवाका केही मुख्य कार्यहरू हेरौं। पहिलो, सानो रूप लिएर सीताजीलाई भेट्नुभयो। दोस्रो, विशाल रूप लिएर लङ्का जलाउनुभयो। र तेस्रो, लक्ष्मणजीको लागि सञ्जीवनी ल्याउन पुरै पहाड नै बोकेर आउनुभयो। सोच्नुहोस् त, यी सबै काम उहाँले आफ्नो लागि होइन, केवल प्रभु रामको सेवाको लागि गर्नुभयो। अनि जब हनुमानजीले लक्ष्मणजीलाई बचाउनुभयो, खुसीले गदगद भएर प्रभु श्रीरामले उहाँलाई अंगालो हाल्नुभयो। उहाँले भन्नुभयो, तिमी मलाई मेरो भाइ भरत जत्तिकै प्रिय छौ। यो सायद उहाँको भक्तिको सबैभन्दा ठूलो पुरस्कार थियो। यसले के देखाउँछ भने भगवानले आफ्नो सच्चा भक्तलाई सधैँ आफ्नो हृदयमा राख्नुहुन्छ। अब प्रश्न उठ्छ, हनुमानजीको यस्तो भक्तिले हामी जस्ता भक्तहरूलाई के फाइदा हुन्छ त? उहाँको कृपाको शक्ति कस्तो छ? अब यसबारे कुरा गरौं। यी श्लोकहरूले हामीले पाउने सुरक्षा र शक्तिको बारेमा बताउँछन्।
दुर्गम काज जगत के जेते सुगम अनुग्रह तुम्रे तेते, मतलब उहाँको कृपाले जस्तो सुकै कठिन काम पनि सजिलो हुन्छ। महावीर जब नाम सुनावे उहाँको नाम लिँदा भूत प्रेत त नजिक पनि आउँदैनन् र उहाँको नाम निरन्तर जप्दा सबै रोग र पीडा नाश हुन्छन्। भन्नुको मतलब हनुमानजी प्रतिको भक्ति एउटा सुरक्षा कवच जस्तै हो। यसले गाह्रो कामलाई सजिलो बनाइदिन्छ, दुष्ट आत्माहरूलाई टाढा राख्छ, रोग र पीडाहरूलाई नष्ट गर्छ अनि सबै किसिमका सङ्कटबाट पनि मुक्ति दिलाउँछ, डर र दुःख हटाएर शान्ति ल्याउँछ। अब हाम्रो यो यात्रा अन्तिम चरणमा आइपुगेको छ, परम लक्ष्य मोक्ष। हनुमान चालिसाले दिने सबैभन्दा ठूलो आश्वासन के हो त? यो श्लोकले एक सच्चा भक्तको अन्तिम यात्रा कहाँ टुङ्गिन्छ भन्ने कुरा बताउँछ। अन्तकाल रघुबर पुर्जाई, जहाँ जन्म हरि भगत कहाई। यसको अर्थ हो जसले हनुमानजीको गुणगान गाउँछ ऊ अन्तमा प्रभु रामको दिव्य धाममा पुग्छ र यदि फेरि जन्म लिनु परेमा पनि भगवानको भक्तकै रूपमा जन्म लिन्छ। यो नै भक्तिको सबैभन्दा ठूलो फल हो। केही समयको लागि राहत मात्र होइन, सधैँको लागि मुक्ति र परमात्मासँगको अटुट सम्बन्ध। र यो यात्राको अन्त्यमा एउटा गहिरो प्रश्न मनमा आउँछ, होइन त? हनुमानजीको यो निस्वार्थ सेवा र कहिल्यै नडगमगाउने भक्तिबाट हामीले आफ्नो जीवनमा के सिक्न सक्छौँ होला?